हाम्रो फङ्सन जुको जुन फङ्सन सबै यसले काम गर्छ हामी त हात हल्लाइ बोल्दैछु सबै यसले गर्छ यो भनेको हाम्रो सिस्मोग्राफ हो अब तपाईँ भुइँचालो आयो नि भुइँचालो आउँदा कति रेक्टरको कति म्याग्निट्युड आयो यसले देखाउँछ यो भुइँचालो आउँदा यो हल्लिन्छ जमिन हल्ला यो हल्लिन्छ यो हल्दा यसले गर्दा यो हल्लिन्छ यहाँ तल पेन झल्छ छैन यहाँ भुइँया छ होइन यो पेनले गर्दा यो हल्लिन्छ यहाँ रिडिङ देखाउँछ रिडिङ ग्राफमा गयो हेर्दा कति भुइँचालो आएको हुन्छ यो भनेको हाम्रो मुटु मुटुमा हाम्रो चारवटा चेम्बर हुन्छ दुईवटा अरिकल दुईवटा भेन्ट्रिकल अरिकलको पहिलो अरिकलमा लेफ्ट अरिकलमा डिअक्सिजेनेटेड ब्लड आउँछ डिअक्सिजेनेटेड ब्लड तल लेफ्ट भेन्ट्रिकलमा जान्छ लेफ्ट भेन्ट्रिकलदेखि त्यो ब्लड डाइरेक्ट लङ्समा जान्छ लङ्समा भएर फेरि राइट अरिकलमा आउँछ राइट अरिकल तल धरेर राइट भेन्ट्रिकलमा आउँछ राइट भेन्ट्रिकलदेखि अरूतादेखि ब्लड अनि यो एउटा हाम्रो रेस्पिरेटरी सिस्टम रातदेखि हामी सास लिन्छौँ तल ट्याकिया पुग्छ ट्याकियादेखि हामीले लङ्सको ब्रोङ्कियल ट्युबमा पुग्छ त्यहाँदेखि अनि CO2 चाहिँ बाहिर स्टडी हुँदै निस्किन्छ ल धन्यवाद